साला पैसा खाएको चक्करमा हामी लुलु मार्केट पनि आउन बाध्य भयौँ सबैजना। लुलु मार्केट साला पासवानले हामीलाई डुबाएको छ। लुलु मार्केट यो हो, अब यहीँ छ भन्ने हामीले समाचार साथीभाइहरूबाट सुनेको कारणले गर्दाखेरि हामी आउन भ्याएका हौँ। अब यहाँ हामी खोज्दैछौँ, जारी छ खोजीकार्य, कहाँ छ के छ भन्ने कुरो। हुन त अब त्यो 28-29 तारिकबाट गायब भएको मान्छे हो। अनि आज अब 4 तारिक, आज 4 तारिक भइसक्यो। दाइ तपाईँ नेपाली हो? तपाईँलाई हुन त के थाहा होला, यहाँ त नेपाली यार साला पैसा खाएर भागेर यहाँ आएर साला बसेको सुनेको छ। तपाईँलाई थाहा छ कि ब्लॉगिंग नहीं, ब्लॉगिंग हो, उसके लिए प्रूफ के लिए फोटो भेजो। फोटो नेपाली है हिंदी? आप नेपाली बोल्न सक्नुहुन्छ? पासवान तिमीले जे गर्यौ धेरै गलत गर्यौ पासवान। हामी यो अहिले टन्टलापुर घाममा यहाँ लुलु मार्केटको यतापट्टि आइरहेका छौँ तिमीलाई खोज्न भनेर। यही त प्रुफ त चाहियो कि भोलि बिहान साला हामीले कति दुःख गरेर साला पैसा खोज्न लागेका थियौँ। तिमीले त्यो नेपाली कमसेकम पनि 50 लाख लगाएर गएको छौ। त्यो 50 लाख जसरी पनि असुल हुन्छ। पैसा खाएर जाँदैन, पैसा खाएर जाँदैन। 1 रुपियाँ पनि कसैकोमा खाँदैन दाइ। जग्गा बेचेर पनि दिन्छु पनि भनेर सबैलाई भनेका रहेछौ। यहाँ सब साथी छन् हो कि महाराज? कसरी के भन्थ्यो? यही भन्दै थियो कि म कसैको पैसा खाँदैन। यदि कसैले पैसा भाग्यो भने म चाहिँ आफ्नो घर खेत जग्गा बेचेर चाहिँ पैसा दिन्छु। तर यो 3 दिनसम्म मैले पैसा लियो, टाइममा दियो। 1 रुपियाँ पनि तलमाथि भएन। फेरि टाइममा पैसा लिने कुन अवस्थामा तपाईँलाई लियो पैसा? तपाईँ भनिरहेको कि चाहिँ घर बनाइरहेको छु। घर त्यो घरको त्यो फोटो भिडियो पनि देखाउँदै थियो। कतिचोटि लियो त्यो, अनि पैसा स्यालेरी आउने बित्तिकै दिने गर्थ्यो। फेरि कति लियो तपाईँको? सुरुमा त 200, 500 यस्ता गरी 3500 रुपियाँ भयो। 3500 रुपियाँ, 100, 200 गरी 1000, 500 गरी 3500 रिङ्गेट भन्नु न, रुपियाँ नै। 3500 रिङ्गेट मलेसियाको। तपाईँको भन्नु? मेरो त 8 लाख नेपाली 8 लाख। कसरी लियो, के भनेर लियो? भन्ने पैसा पठाइदिनलाई घर बनाउँदैछु होइन। अनि म एकछिनमा हालिदिन्छु पैसा, उसकोमा हात पठाइदियो। उसले रिङ्गेट मलाई हालिएन, पछि हाल्यो भागिहाल्यो। तपाईँको 8 लाख छ होइन? अनि तिम्रो कसरी लिएको, कसरी पैसा? म त अब एक समयमा उसले पनि मलाई हेल्प गरे हो। अनि दोस्रो पार्टीमा मैले पनि उसलाई हेल्प गरेँ। त्यो विश्वास आधारमा दिएको हो। मैले चाहिँ विश्वासघात गरेर गएको। कति हो यहाँको रिङ्गेट? यहाँको 6500, नेपाली भन्नाले 2 लाख। 2 लाख रुपियाँ लगाएर गयो। यो यही तारिक दिने कुरा थियो होइन? यही तारिक दिने कुरा थियो। अप्रिलमा दिन्छु भन्ने सबलाई आश देखाएको थियो। सर तपाईँको कसरी लिएको पैसा? एकछिन तपाईँको भन्नु त, तपाईँको पैसा कसरी दिनुभयो त्यसलाई? पैसा के आधारमा, के भनेर पैसा मागेको थियो? भन्नु कि घरमा घर बनिरहेछ यस्तो उस्तो, त्यही भएर 20-22 बेला जग्गा, अनि त्यसपछि पैसा माग्यो भने 1-2 दिनमा रिटर्न गरिदिन्छु सल्लाह भागिहाल्यो। कहिले दिएको पैसा हो यो? 30-31 तारिकको दिएको छु। त्यसपछि चाहिँ लापत्ता छ, ब्लक गरेर पुरै स्विच अफ गरेर छ मोबाइल। खै कहाँ छ, नेपालमा छ कि मलेसियामा छ अहिले थाहै छैन। कति लिएको यहाँको? कति रिङ्गेट? नेपालको 3 लाख जति छ। यहाँको 10,000 रिङ्गेट। 10,000 जति रिङ्गेट। 10,000 रिङ्गेट होइन? खै सुजित ल महाराज यता देखाउनु मलाई। अब यसले हाम्रो पैसा लगेर हामीलाई बिचल्ली पार्दै। यस्ता अहिले हामी लुलु मार्केटमा आएका मात्रै त्यो कति 6 जना आएका छन्। यो 6 जनाको भिडियो प्रमाण हो, बनाएको हो। बाँकी अरू कोही आउन सक्ने आउन नसक्ने, त्यो कसैको ड्युटी हुन्छ, कसैको के हुन्छ, त्यो कारणले गर्दा सबै कुरा हामी सबै यहाँ आउन सकिनौँ। हामी 1-1.5 घन्टाको बाटो भएर आएका छौँ। भाडा होइन, भाडा तिरेर यति महँगो भाडा तिरेर हाम्रो कुनै काम छैन यहाँ, त्यहीलाई खोज्न भनेर आएको हामी। अब यो पैसा उसले सबैलाई आश्वासन दिएको छ कि म घर जग्गा बेचेर भए पनि म कसैको 1 रुपियाँ खाँदैन, सबैलाई दिन्छु भनेर।
हो त्यही कारणले गर्दा हामी त्यही आशमा यसलाई पैसा दिएको हो कतिपय कुराहरूमा होइन। अब विश्वास पनि त राख्नु पऱ्यो, विश्वास पनि त गर्नु पऱ्यो। सँगै काम गरेको साथी हो, 2 वर्ष बितिसक्यो, आजसम्म कसैको पैसा साँच्चै पनि खाएको थिएन होइन। खान्न भन्ने बाचा पनि दिएको थियो। हो त्यही बाचाको त्यही कुराको आधारमा हामीले त्यतिजनाले विश्वास गरेर त्यसलाई पैसा दियो। पैसा दिएर यही महिना बोनस पनि आयो, यो महिनामा बोनस आयो। बोनससहित सबैलाई पैसाहरू क्लियर गर्ने, रिटर्न गर्ने भन्ने आश देखाएर म यता इपोतिर साथीको रुममा छु भनेर सबलाई भनेर झुट बोलेर एक हप्ताको समय जति लाग्यो होइन। 29 तारिक त्यो आएको रे, 30 तारिकको बिहान आएको रे, लकाइ प्याकिङ गरेर त्यस पछाडि जब त्यसको काम रिङ्गिट थियो नि, त्यो रिङ्गिट त्यसले नपठाउँदासम्म त्यसले यहाँ कन्ट्याक्टसम्म हामी कति बेला कन्ट्याक्ट आएर म यहीँ छु, म भागेको छैन, कसले मलाई नेपाल भाग्यो भने पैसा खाएर भनेर गाली पनि दिँदै गरेको थियो कति बेला। अनि त्यसपछि जब यो कन्ट्याक्ट विहीन भयो त्यहाँबाट हामीले बुझ्न सक्यौँ अब यो भाग्यो, यो पैसा हाल्नको लागि यहाँको रिङ्गिटलाई नेपालीमा कन्भर्ट गर्नको समयको लागि नै त्यसले म यहाँ छु भनेर जो बेला बेलामा कन्ट्याक्टमा आउने रहेछ, अनलाइनमा आउने रहेछ। सामाजिक सञ्जालबाट पुरै चाहिँ अफलाइन गर्छ, सबै ठाउँमा ब्लक गरिदिएछ। वाट्सएप, मेसेन्जर, टिकटकबाट उठेछ। अनि एकाउन्टै ब्लक गरेको छ, मान्छेलाई ब्लक गरेको त हो तर एकाउन्टै ब्लक गरेर चाहिँ अहिले खराब भएको छ। अब हामीले त्यसलाई नेपालमा गएर पनि कसरी हुन्छ समाप्त गर्छ होइन। हामीसँग प्रमाणहरू छ, हामीसँग नेपालमा यहाँको ब्याङ्कमा पठाएको त्यो क्युआर गरेर पठाएको प्रमाणहरू हामीसँग प्रशस्त छ, जति पठाएको त्यति मात्रामा। त्यही भएर हामी त्यसैको आधारमा र कुराकानी गरेको मेसेन्जरमा कुराकानी गरेको आधारमा हामीले त्यसलाई जसरी नै पैसा असुली गर्नुपर्ने छ। हेर्नुहोस् यो हामीले यो देखाएर चाहिँ नि तपाईँहरूको यो सम्बन्धित मान्छे अब आफन्तहरू परिवारलाई देखाएर भए पनि पैसा गराउँछौँ, निकाल्छौँ। यो कुरा चाहिँ हो ल। पैसा लिएको मध्येमा अघिको भिडियोमा उनी थिएनन्, अहिले उनी पनि आएका छन्। पैसा कसरी लिएको? मलाई 2 महिना 3 महिना अघि भनेर फटेललाई मलाई हो किनभने सक्नुला अनि 1 महिना फेरि पहिला भन्यो कि म 1 तलाको सुनाइया गराइरहेको छु, हेर्नु फोटो सुटो। अर्को महिनामा छतमा आउँछु, छतमा आएको टाइममा पैसा दिएर पैसा दिनु भनेर अनि मैले भने ठिक छ छतको टाइममा भन्यो म दिइहाल्छु। सेलेरी आउँथ्यो बित्तिकै भन्यो कि पैसा भने छतमा आउनु भने कहिलेको कुरा हो यो लिएको? लिएको 28 तारिकको सेलेरी मार्च 28 2025 मार्च 28 तारिक पैसा लिएको। कति? पैसा क्युआरबाट गरेको अनि मैले मलाई गिफ्ट दियो, केटाहरू गिफ्ट गरेर आउँदा सुन्यो कि त्यो भागिसकेको 30-30को सुन्नु भएको छ। अनि पैसा माग्दाखेरि कस्तो आश्वासन के देखाएको थियो? तिम्रो पैसा खाएर जान्न कसरीसम्म तिर्छु के भनेको थियो? उसले भनेको कि कसैलाई म त कसम पनि खाइरहेको थियो, म त्यस्तो मान्छे छैन, सबैको पैसा तिरेर जाने मलाई चाहिँ छैन कम्पनीमा 10 साल कम्पनीमा म 7 साल 8 साल बस्छु। त्यही भनेर अनि पहिला रुममा आउँथ्यो, रुममा मेरो खाएर बस्थ्यो, 10 बजे 11 बजे सुतेर जान्थ्यो, बसेर म खाना बनाएर खुवाइदिन्थ्यो, खाएर आउँथ्यो। पहिला पेट हाम्रो नजिकको मान्छे भनेर बसेर अनि पैसा लिएर विश्वास राम्रोसँग दिलायो 2 वर्षसम्म त्यसले विश्वास गरेकै आधारमा हामीले पनि तपाईँले पनि विश्वास गर्नुभयो, पैसा दिनुभयो। तर अहिले आएर भागेर गयो, दोकानले भागेर चोडेर गयो। हामी सबैको पैसाहरू लगेर गयो। एराउन्ड यताउति सबै मिलाएर त्यसले 30-35 लाख 40 लाखसम्म पैसा लगेर गयो सबैबाट। त्यो कतिपय कुराहरू भन्न अरू भिडियो बनाउन बाँकी छ, म सबैको त्यो जोडेर बनाउँछु। 2043 त्यो हो 500 फेरि दिएको नगद। नगदको अब यहाँनिर प्रमाण हुने कुरो भएन, त्यो 2000 पठाएको सिलिप छ होइन। 2000 को उसलाई पक्रेपछि उसले आफैले भन्छ मैले कोबाट कसरी पैसा लिएको थिएँ भनेर उसले आफै भन्ने हो। नगद पनि लिएको उसले आफैले भन्नेवाला छ। हामी चाहिँ अहिले यो लुलु मार्केट उसले चाहिँ बेला बेलामा ड्युटी जाने बेला म चाहिँ लुलु मार्केटबाट आएँ, मेरो साथी लुलु मार्केटमा छ भनेर भनिरहँदा हामीलाई त्यही याद भएको कारणले गर्दा यतातिर पनि एकचोटि तपाईँ आउनुभएको अरे होइन, यता लुटको त्यसको साथीको रुममा हो। त्यही साथीको रुममा छ कि भनेर 1 हप्ता बित्यो है। 28-29 तारिकको कुरा हो, आज 4 तारिक हो अप्रिल, आज 4 तारिक हो। 1 हप्ताभन्दा बढी भइसक्यो र पनि हामी एउटा आश न हो, आश हो मान्छेको आश भरोसाको कारणले गर्दा हामी यहाँ आइपुगेका छौँ।
बिहान आएको अहिलेसम्म खै के यातो पत्तो छैन। अब हामी फर्केर जान लाग्छौँ। हामीलाई धेरै दुःख दिएको छ। हाम्रो पैसाहरू पसिनाको कमाइ 2 वर्षसम्म हामीले होइन विश्वास गरेर दिएको पैसाहरू उसले चोरेर एकैचोटि सबैको लुटेर भागेको छ। सबैलाई आश्वासन त्यही दिएको छ, तपाईँहरूको पैसा म खानेवाला छैन, खाँदैन पनि, घर जग्गा सबै बेचेर भए पनि तपाईँहरूको पैसा म सब चुक्ता गर्छु भनेर नै पैसा मागेको हो। यसैको आधारमा हामीले चाहिँ अब घरमा गएर हामी पैसा असुली गर्ने हो। सिधा कुरो यही हो। ल।